किशुनजी, तपाईँको नाम प्रधानमन्त्री पदमा प्रस्तावित भएको छ। कस्तो अनुभव गर्नुहुन्छ अथवा यस विषयमा प्रतिक्रिया के छ? मलाई चाहिँ नि यो कस्तो भने वास्तवमा मेरो जीवनको लक्ष्य यो नेपालको प्रधानमन्त्री हुनु होइन। मेरो जीवनको लक्ष्य वास्तवमा मुक्ति हो र मुक्तिमा चाहिँ नि फ्रिडम पनि आउँछ र त्यो फ्रिडमको स्ट्रगल गर्दाखेरि यो कुरो आइपर्या मात्र हो र त्यो फ्रिडमको स्ट्रगल मेरो आफ्नो पनि फ्रिडम र सारा नेपाली जनताको पनि फ्रिडम सँगसँगै गाँसिया हुनाले मैले नलडिकन सुखै पाइनँ। त्यसै निम्ति मैले 14 वर्ष जेल पनि बस्नु पर्यो, त्यसै निम्ति मैले अनेक झन्झट उठाउनु पर्यो, त्यसै निम्ति विगत 3 साल भने अहिले 47 साल भयो, 44 वर्षदेखि म काम पनि गर्दैछु पार्टीमा अनवरत रूपले। त्यस निम्ति चाहिने मलाई केही खास त्यत्रो खुसीको अनुभव त छैन। तर अब कुरो के पर्न गयो भने पार्टीले मलाई हरायो र हाम्रो नेता गणेश मानजी जो सुप्रिम लिडर हुनुहुन्छ उहाँले राजा कहाँ मेरो नाम दिइहाल्नु हो भन्दाखेरि मलाई चाहिँ यो आइपर्या मात्र हो र मेरो जीवनको मूल लक्ष्य चाहिँ यो प्रधानमन्त्रीत्व होइन। और यद्यपि योभन्दा ठुलो पद त अर्को नेपालमा छैन। तर के भने मेरो अब प्रायोरिटिजहरू काम यो फ्रिडमको क्वेस्टमा फ्रिडमको खोजमा हिँड्दाखेरि मलाई के लाग्यो भने मानिसमा सुधार भएन भने नेपाली कांग्रेसको कार्यकर्ताको पनि इच्छा र आकांक्षा पञ्चायतको कार्यकर्ता जस्तै घर बनाउने आफ्नो बन्दोबस्त गर्ने सबभन्दा पहिला र साधारणतया जोगी हुनु पर्ने दरकार छैन। तर केवल अरूलाई मिचेर आफ्नै बन्दोबस्त गर्ने खालको पञ्चायतका कार्यकर्ता जस्तै उसको मनोभावना पनि हो भने त्यो निरर्थक छ। त्यो मनोभावना सारा देशभरि अहिले यो 30 वर्षमा व्याप्त भएको छ। एउटा स्वार्थपूर्ण मनोभावना, आफ्नै बन्दोबस्त गर्ने, आफैले चाहिने राम्रो खाने, राम्रो सारा स्कुललाई राम्रो बनाउनको सट्टा आफ्नो छोरोलाई दार्जिलिङको राम्रो स्कुलमा पठाउने, सारा देशलाई राम्रो दुध उसको सट्टा आफ्नो घरमा राम्रो गाई पालेर राख्ने, सारा देशलाई राम्रो दुध खुवाउनको सट्टा र डेयरीलाई चाहिँ वेल म्यानेज राख्नको सट्टा आफ्नो घरमा एउटा राम्रो जर्सी गाई किनेर ल्यायो आफ्नो खायो। यो प्रवृत्ति चाहिँ नि समाजवादको पनि विरोधी हो, यो प्रवृत्ति अध्यात्मको पनि विरोधी हो, यो प्रवृत्ति धर्मको पनि विरोधी हो, यो प्रवृत्ति प्रजातन्त्रको पनि विरोधी हो। त्यस निम्ति यो प्रवृत्तिमा एउटा क्रान्ति यहाँ नेपालमा आउनु पर्यो र त्यो क्रान्ति ल्याउने जिम्मा समहाउ अर दि अदर कुनै न कुनै प्रकारले हाम्रै टाउकोमा आइपरेको जस्तो छ र त्यो क्रान्ति चाहिँ नि हामीले ल्याउनु पर्छ। होइन भने पञ्चायत र नेपाली कांग्रेस अथवा वाम मोर्चाको सरकारमा केही फरक हुने छैन। उनीहरूको इच्छा आकांक्षा एउटै रह्यो भने